क्लास 12 को बोर्ड इक्जामको लागि जुन यो राइटिङ सेक्सन रहेको छ यो एकदमै इम्पोर्टेन्ट हुन्छ किनकि यसमा तपाईँको 25 मार्क्सको क्वेसन्सहरू रहेको हुन्छ जसमा तपाईँले यदि मात्रै फर्मेट पनि जान्नुभयो भने तपाईँले मोर देन 10 to 15 मार्क्स चाहिँ पाउन सक्नुहुन्छ ओन्ली फर्मेटको बेसिसमा र ग्रामेटिकली पनि तपाईँले राम्रो सेन्टेन्सहरू लेख्नुभयो भने तपाईँले झन्डै 20+ मार्क्स चाहिँ पाउन सक्नुहुन्छ। सो आउनुहोस् आजको एउटै भिडियोमा हामीले कम्प्लिट 25 मार्क्सको सोधिने सबै फ्री राइटिङ्सको फर्मेटहरू र एउटा स्याम्पल पनि हेर्ने प्रयास गरौँ। तल रहेको डिस्क्रिप्सन बक्समा अथवा तपाईँले कमेन्ट बक्समा एउटा लिङ्क रहेको छ त्यसमा क्लिक गर्नुभयो भने डाइरेक्टली तपाईँले यहाँ आउन सक्नुहुन्छ। यहाँ आइसकेपछि तपाईँले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कि तपाईँको जति पनि फ्री राइटिङ्सहरू रहेको छ त्यसको तपाईँले वान सर्ट यहाँ चाहिँ पाउन सक्नुहुन्छ। यहाँ एउटा भिडियो रहेको छ, यो भिडियो हेरेर तपाईँले सबै फर्मेटको बारेमा डिप अन्डरस्ट्यान्डिङ बुझ्न सक्नुहुन्छ। कसरी लेख्ने र केही एक्स्ट्रा टिप्सहरू सबै यो भिडियोमा एक्सप्लेन गरिएको छ र यो भिडियोको लिङ्क पनि तपाईँले छुट्टै डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ अथवा कमेन्ट बक्समा पनि पाउन सक्नुहुन्छ। अब तपाईँले स्क्रोल गर्दै जानुभयो भने यहाँ तपाईँले हेर्न सक्नुहुन्छ टेबल अफ कन्टेन्ट्स भन्ने हुन्छ विथ मार्किङ स्किम। अब यहाँ तपाईँको जति पनि फ्री राइटिङ्सहरू हुन्छ त्यसको यहाँ तपाईँले हेर्न सक्नुहुन्छ नेम रहेको छ फ्री राइटिङ्सको र तपाईँलाई कुन फ्री राइटिङ्स चाहिएको छ त्यसमा तपाईँले क्लिक गरेर त्यो फ्री राइटिङ्स हेर्न सक्नुहुन्छ र त्यसको मार्क्स पनि यहाँ ब्र्याकेटमा दिएको छ। फर इक्जाम्पल मलाई डायरी राइटिङ हेर्नु छ भने म जस्ट यो डायरी राइटिङमा क्लिक गर्छु अनि यहाँ हेर्न सक्नुहुन्छ म डाइरेक्टली यहाँ डायरी राइटिङमा आइसकेको छु र यसको फर्मेट र साथमा एउटा स्याम्पल पनि यहाँ रहेको हुन्छ। त्यसरी नै तपाईँलाई कुन राइटिङ चाहिएको छ यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। तर यदि तपाईँलाई यहाँबाट डाइरेक्टली सेलेक्ट गर्नु छैन, स्क्रोल गरेर हेर्नु छ भने तपाईँले स्क्रोल गरेर पनि हेर्न सक्नुहुन्छ। यहाँ फर्स्टमा डायरी राइटिङ थियो भने फिल्म रिभ्यू रहेको छ। त्यसरी नै तपाईँले सबै जति पनि हाम्रो फ्री राइटिङ्सहरू बोर्ड इक्जाममा सोध्ने गरिन्छ त्यो सबैको यहाँ तपाईँले एउटा स्याम्पल हेर्न सक्नुहुन्छ र त्यसको प्रपर फर्मेट यहाँ तपाईँले पाउन सक्नुहुन्छ। तर बिना एक्सप्लेनेसनको तपाईँको इक्जाममा मिस्टेक हुनसक्छ, त्यही भएर तपाईँले यो भिडियो पनि नहेरिकन तपाईँले यहाँ चाहिँ नजानुहोला। तर यदि तपाईँले पहिलादेखि नै आइडिया छ भने डाइरेक्टली तपाईँले यदि फर्मेट हेरेर लेख्न सक्नुहुन्छ भने पनि तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ। र सबभन्दा राम्रो कुरा के हो भन्दाखेरि तपाईँले यहाँ स्क्रोल गरेर अलि तल जानुभयो भने यहाँ तपाईँले तलतिर एउटा तपाईँले डाउनलोड पिडिएफ नाउ भन्ने बटन हुन्छ जहाँबाट तपाईँले सबै माथि रहेको जति पनि फर्मेट्सहरू थियो त्यो एउटै लिङ्कमा तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ र अफलाइनली तपाईँले हेर्न सक्नुहुन्छ। किनकि तपाईँको इक्जामको बेलामा त्यति तपाईँलाई टाइम हुँदैन कि तपाईँले 1 by 1 सर्च गरेर त्यो सबैको फर्मेटहरू हेर्न सक्नुहुन्छ भने। तर अनलाइन नै तपाईँले यसलाई सेभ गर्न चाहनुहुन्छ भने तपाईँले माथि रहेको 3 डट हेर्न सक्नुहुन्छ, त्यसमा क्लिक गरेर तपाईँले एड पेजेस टु गर्न सक्नुहुन्छ अनि यहाँबाट तपाईँले होम स्क्रिनमा तपाईँले सेभ गर्न सक्नुहुन्छ। यदि तपाईँकोमा त्यस्तो अप्सन देखाइएन भने क्रोम ब्राउजरमा यदि तपाईँको लिङ्क ओपन भएको छ भने म क्रोम ब्राउजरको लागि पनि सो गराइदिन्छु। यहाँ तपाईँको यसरी नोट खोलिसकेपछि यहाँ तपाईँले 3 डट तपाईँले यहाँ साइडमा हेर्न सक्नुहुन्छ अनि त्यसमा क्लिक गरेर तपाईँले अलिकति तलतिर आउनुपर्ने हुन्छ स्क्रोल गरेर अनि यहाँ चाहिँ तपाईँले एड टु होम स्क्रिन हेर्न सक्नुहुन्छ अनि यहाँबाट तपाईँले एड गर्नुभयो भने यो तपाईँको होम स्क्रिनमा गएर सेभ भइहाल्छ अनि डाइरेक्टली त्यसमा क्लिक गरेर तपाईँले यो जति पनि यहाँ नोट्सहरू रहेको छ अथवा स्याम्पल रहेको छ फ्री राइटिङ्सको त्यो सबै तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ र साथमा यो भिडियो हेर्न पनि नबिर्स्नुहोला। यदि आजको यो भिडियो युजफुल लागेको छ भने तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ।